हाई एभ्रिवान, गुड मर्निङ फ्रम हागेथान। आजको मौसम चाहिँ यस्तो छ। यो लेकाली क्षेत्र भएर होला हुस्सु पुरा छ। हुस्सु भन्दा नि माथि माथि अलिक बादल लागेको छ। हुस्सु भनेको चाहिँ यहाँ भुइँमा लाग्छ, तर यो माथि माथि लागेको छ। यो बाटो भनेको हागेथान जाने बाटो हो। र यहाँ उपलब्धि के देखियो भने मैले यो 2 वर्ष अथवा 3 वर्ष अगाडि रोपेको यो गुराँसको बिरुवाहरू चाहिँ मजाले सरेको रहेछ। म पनि त्यस्तो साह्रो हेरेको थिइनँ। सक्नुहुन्छ, मैले नि हेरेको चाहिँ थिएन, तर यो बाटोको प्राय प्राय सरेको रहेछ। यहाँ चाहिँ त घुम्दै आएको र मैले यो वरिपरिको चाहिँ 9-10 वटा चाहिँ मैले गोडिदिएँ। यसको वरिपरि आएको झारहरू सबै काटिदिएको छु। अबको 2-3 वर्षपछि चाहिँ हागेथाममा आउँदै गर्दा मजा आउनेछ है तपाईँहरूले। यो गुराँसहरू सबै फुल्दाखेरि कस्तो राम्रो देखिन्छ पछि यो रोड साइडमा। सबैले यसलाई जोगाउनुपर्छ। देख्नु हुनेले र फुर्सद हुनुहुनेहरूले चाहिँ यसको गोडमेल गरिदिनु होला। यो बारीको आसपासको मान्छेहरूले पनि यसलाई घाँस काट्दाखेरि त्यसको वरिपरिको घाँसहरू क्लियर गरिदिनु होला, ताकि यसलाई सेप नहोस् र यो छिट्टो बढोस्। यो गरेको कामले सार्थकता पाउँदाखेरि धेरै खुसी हुन्छ। यो पछि फुल्यो भने यसले बाटोको सौन्दर्यतामा थप सुगन्ध छर्नेछ भन्ने आशा छ। सो आफ्नो वरपरको बाटोघाटो वातावरणहरूलाई सुन्दर बनाउनु पर्छ भन्दै आजको भिडियोबाट म पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते, बाई बाई।